हेलो एभ्रिवान, गुड आफ्टरनुन, वेलकम ब्याक टु न्यू ब्लग। अब तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी कहाँ आइरहेको छौँ भन्ने तपाईँहरूलाई थाहा भइसक्यो होला भन्ने आशा गर्दछु। र त्यही पनि थाहा पाउनु भएको छैन भने हामी चाहिँ आइसकेको छौँ, गाउँमा आइसकेको छौँ। गाउँघरतिर टक्क लागेर यहाँको सिन चाहिँ यस्तो भइरहेको छ, हेर्न सक्नुहुन्छ। तलतिर यस्तो सिन भइरहेको छ अनि यहाँ मास्तिर छ यस्तो यो भइरहेको छ। यहाँ भाइ छन्, हेलो भनिदेऊ। हेलो ल, आज के भन्न चाहन्छौ? सबैलाई आज ह्याप्पी दसैँ सबैजनालाई। दसैँ आज दसैँ हो, हाम्रो चाहिँ दसैँ छैन। हेलो ज्योति। ल ज्योति, ल सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु नि। अरू के भन्न चाहन्छौ? अरू केही चाहन्दिन। अनि गोपाल चाहिँ अब अरू भनिदिनु पऱ्यो यसो अलिकति। आज कस्तो लागिरहेछ आज गाउँमा आउँदाखेरि? धेरै खुसी लागिरहेछ। भ्यू हेर्दाखेरि दामी भइरहेछ, तर पानी आउनु लागिरहेछ। अलिक मसिनो छिटो आइरहेछ। अलिकति पानी परिरहेको छ है। अनि अरू गाउँघरतिर अलि रमाइलो छ कि छैन? अहिले रमाइलो भइरहेछ। गाउँ सहरका सब गाउँतिर आइरहेछन्, त्यसैले गर्दा अहिले गाउँ चाहिँ रमाइलो भइरहेछ। अनि यस्तै छ। अब चाहिँ हामी अलिकति हाम्रो दसैँ नहुने कारणले गर्दा अलिकति गाउँमा आइदिउँ, बजैलाई गाउँमा भेटघाट गरिदिउँ भनेर आइरहेको। अनि यस्तै छ, सबैजनालाई सपोर्ट गर्नु होला। अनि भिडियो चाहिँ कस्तो लाग्छ अलिकति सपोर्ट गरेर सबैजनाले माया देखाइदिनु होला। सबैजनाले ह्याप्पी दसैँ भन्न चाहन्छु। दसैँ चाहिँ अब हाम्रो छैन, दसैँ हुनेहरू सबैजनाले राम्रोसँग मनाइदिनु होला भन्ने आशा गर्दछु। मनाउनुहुन्छ होला भन्ने आशा गर्दछु। अनि त्यहाँपछि सबैजनालाई ह्याप्पी दसैँ। अनि त्यहाँपछि सबैजनाले खामपिम अनि रमाइलो गरौँ, पिङ सिङ खेलौँ। यस्तै छ। यहाँको सिन चाहिँ यस्तो भइरहेछ, टक्क लगाएर तपाईँहरूले देखाउन पाइरहेको छु। टक्कलाई सबैजनालाई सपोर्ट गरौँ। अनि त्यहाँपछि मलाई सब्सक्राइब गरौँ। यस्तो सिन भइरहेको छ, पानी मसिनो परिरहेको छ, देखेको छ कि छैन? अब यहाँ चाहिँ अलिकति मसिनो परिरहेको छ, हेर्न सक्नुहुन्छ। अलिकति यस्तै पढिरहेको छ, अलि देखिन गाह्रो छ होला अलिकति। अनि यस्तै छ। अब सबैजना सपोर्ट गरौँ है। अब एकछिन पछि भेटौँला। अनि घरतिर यस्तै घरको सिन देखाइदिउँ भनेर अनि त्यस यस्तो भइरहेको छ। घरको चाहिँ सिन देखाइदिउँ अलिकति भनेर त्यसरी यहाँ हेर्न सक्नुहुन्छ। फुलहरू छ, यस्तो टक्क लागेर यस्तो फुलिरहेको छ। फुल चाहिँ यसरी फुलिरहेको छ, हेर्न सक्नुहुन्छ। यस्तो दाम भइरहेको छ, हेर्न सक्नुहुन्छ। अनि त्यहाँ चाहिँ यस्तो भइरहेछ। अनि टक्क लगाएर गुलाब पनि छ भनेर ज्योतिले देखाइरहेको छिन्। अनि यस्तो छ है त, टक्क लागेर। अनि यहाँ धारा भयो। अनि त्यहाँ चाहिँ बजेले कपडा सुकाइरहनु भएको छ। मम्मी हुनुहुन्छ यहाँ चाहिँ, अनि काम गर्दै हुनुहुन्छ। अलिकति घरको सिन चाहिँ यस्तो भइरहेको छ। भाइ चाहिँ त्यहाँ बसिरहेको छन्। अनि त्यहाँ त्यहाँ पोज दिइरहेको छन्। अनि बजे हुनुहुन्छ यहाँ चाहिँ, अलि बजेले कान सुन्नुहुन्न। अनि यस्तै छ, सबैजनाले सपोर्ट गरौँ। यस्तै छ। आजको भिडियो कस्तो लाग्छ सबैजनाले सपोर्ट गरौँ। अनि साथीभाइहरूलाई सेयर गरौँ। अनि त्यहाँपछि सबैजनालाई जस्तो हुन्छ त्यस्तै प्रक्रिया छोड्न पठाऊँ। अनि त्यहाँपछि यस्तै छ, सबैजनालाई माया गरौँ। अनि कस्तो लाग्छ प्रक्रिया चाहिँ छोड्न नबिर्सिनु होला भन्दछु म चाहिँ। आज पानी पर्न लागिरहेको छ, हेर्न सक्नुहुन्छ। यस्तो भइरहेको छ। आज चाहिँ टल्किरहेको छ आज, किनकि क्यामेरा नै चेन्ज छ नि त, आइफोन भएर। अनि त्यसरी दामी आइरहेको छ भन्ने आशा गर्दछु म चाहिँ। तपाईँहरूलाई के कस्तो लागिरहेको छ सबैजनाले कमेन्ट गरिदिनु। फाइनल्ली गाइज अहिले चाहिँ यस्तो भ्यू भइरहेको छ। यहाँ बाजे घरमा आएको थियौँ। अनि बाजेहरू बस्नु भएको छ, बजे बस्नु भएको छ। अनि सबैजना यहाँ बस्नु भएको छ टक्क लागेर। अनि यस्तो सिन भइरहेको छ आज चाहिँ, हेर्न सक्नुहुन्छ। अनि यस्तो भइरहेको छ है आज सिन चाहिँ, दाम भइरहेछ। अहिले गाइज अहिले चाहिँ हामी यस्तो खोलातिर आइसकेको छौँ। अनि खोला देखाउन लागिरहेको छौँ है त। अनि टक्क लगाएर यस्तो हाम्रो यो खेतो पुरै टक्क लगाएर यस्तो भइरहेको छ यहाँको सिन चाहिँ। अनि सबैजनालाई सपोर्ट गरौँ, यस्तो माया देखाइदिउँ। अनि आज चाहिँ अलिकति पुरै पानी पर्ला जस्तो भइरहेको छ। अनि यस्तो भइरहेछ। आज चाहिँ अलिकति खोलातिर यस्तो घुमघाम गरिदिउँ। गाउँतिर आइसकेपछि यतिकै घुम्नु पऱ्यो नि त, त्यसैले गर्दा। अनि आज घुम्दिउँ भनेर आइरहेको म चाहिँ आज। अनि अलिकति यहाँको सिन देखाइदिउँ, आइसकेपछि पुरै देखाइदिनुपर्छ भनेर। अनि यतातिर घुम्दिउँ। धेरै महिनापछि आएको हामी चाहिँ यहाँ। अनि यताको भ्यू चाहिँ देखाउनुपर्छ भनेर, त्यसैले गर्दा म देखाउने कोसिस गरिरहेको छु। यहाँ चाहिँ यस्तो ठाउँ छ पुरै। यहाँ चाहिँ पहिला घट्टा थियो, अहिले छ कि छैन थाहा भएन, छ जस्तो लागिरहेछ। अनि हामी चाहिँ यसरी हिँडिरहेको छौँ टक्क लागेर। यिनीहरू चाहिँ यस्तरी खेलिरहेको छन् है त। यस्तो बब्बाल सिन भइरहेको छ है त। अनि बाटो यस्तो छ है त, यस्तोमा हिँडिरहेको छौँ है हामी टक्क लागेर। अनि यस्तो चाहिँ यहाँ चाहिँ घट्टा छ। अनि काका ज्योति यिनीहरू अगाडि आएर उ गर्छ कि। अनि त्यसपछि यहाँको चाहिँ अलिकति यहाँको भ्यू हेरिदिउँ भनेर आइरहेको। झर्ना ल, यिनीहरू दुइटा खेलिरहेको छन् है त।
अनि यहाँको अलिकति भ्यू बढाइदिउँ। यहाँको चाहिँ अलिकति जस्तो भइरहेको छ, यस्तो भइरहेको छ है त, साइकल आएर यस्तो भइरहेको छ। ल हामी चाहिँ यसरी भिडियो बनाउँदैछौँ है त। यस्तै छ, सबैजनाले सपोर्ट गरौँ। अनि यहाँ पहिला घट्टा थियो, अहिले चाहिँ बिग्रिएर आएको रहेछ। अहिले चल्दैन घट्टा, चल्दैन होइन है। के हान्न लाग्यो तिमी? हान्न लाग्यो हान्न। ओए फटा मान्छे छौ यार तिमी, पुरै ऊ गरिसकेको छ नि तिमीले। मलाई चाहिँ पानी फालिसकेको छ नि यसले, पुरै छिटो पारिदिइरहेको छ। ल यस्तै छ, सपोर्ट गरौँ सबैजनाले। एकछिन पछि माथि गएर भेटौँ है त। ओके गाइज, फाइनल्ली गाइज अहिले चाहिँ हामी यहाँ पसलमा आइसकेको छौँ। अलिकति पानीले डिस्टर्ब गर्यो, पानीले यस्तो पानी बेजोक पानी पर्यो क्या आज, अलिकति पानी परेर समस्या भयो। अनि यस्तै छ, सबैजनाले सपोर्ट गर्नु होला। आज चाहिँ यस्तै पानीले गर्दा अलिक डिस्टर्ब गर्यो, पानीले बहुत भिजायो, पुरै प्लुचुक्क बनाइदिइरहेको थियो। अनि त्यसपछि एकछिन अब आजको लागि चाहिँ यति नै, सिउ नेक्स्ट ब्लगमा मिल्नेछौँ। सबैजनाले सपोर्ट गर्नु होला। आजको दसैँ भिडियो कस्तो लाग्यो? हाम्रो चाहिँ दसैँ थिएन, दसैँ चाहिँ मनाइ भएन, अनि खानपिन त भइहाल्छ, त्यस्तै हो। अनि आज चाहिँ फसलमा बसिरहेको छौँ, सबैजनाले सपोर्ट गरौँ। पानीले चाहिँ लास्टै बिजोग बनायो। अनि यस्तै छ, सबैजनाले सपोर्ट गरौँ है त। ओके बाइ बाइ गाइज, सिउ नेक्स्टमा मिल्नेछौँ। सबैजनाले सब्सक्राइब गरौँ है त मेरो च्यानललाई, सबैजनाले सपोर्ट गरौँ। ओके बाइ बाइ गाइज।